सिङ्गो देश एउटा निर्वाचन क्षेत्र हुनु पर्यो र प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको लागि होइन, सिङ्गो देशको लागि उत्तरदायी हुनु पर्यो। त्यसको लागि सरकार स्थायी बनाउनको लागि समेत प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्यो र एउटा मान्छेले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनु पर्यो हैन। एउटा मान्छेले 5 वर्षमा 10 वर्षमा गरेन भने 11 वर्षमा चाहिँ गर्छ त हैन। त्यसकारणले अहिलेको जस्तो रालसिंहान आइन्जेल मैले फेरि अपमानजनक भनेको होइन हैन, घाटै नपुगेसम्म प्रधानमन्त्री भइराख्ने पदमा बसिराख्ने जुन व्यवस्था छ त्यसको अन्त्य गर्न खोज्या। त्यसकारणले एउटा व्यक्तिले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भए पुग्यो। तपाईँ अहिले हेर्नुहोस्, नेपाल जस्तो सानो देशमा 36,000 भन्दा बेसी जनप्रतिनिधिहरूको सङ्ख्या छ। वडा सदस्यदेखि राष्ट्रपति उपराष्ट्रपति मात्र होइन, पूर्वहरूलाई समेत तलब भत्ता खुवाएर अहिले देश चलाउनु परिराखेको छ। त्यो तलब भत्ता खुवाउनको लागि पनि अहिले ऋण लिनुपर्ने अवस्था छ। त्यसकारण यो जनप्रतिनिधिहरूको सङ्ख्यामा व्यापक कटौती गरेर देशको अर्थतन्त्रलाई मजबुत पार्नको लागि पनि हामीले प्रदेश तहको खारेजी गर्न जरुरी छ। त्यसकारण हामीले प्रदेशको खारेजीको मुद्दा उठाएका हौँ। हिन्दू राष्ट्र नेपालको पहिचानको रूपमा हामीले हिन्दू राष्ट्र भन्दाखेरि सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हुनुपर्छ भनेर भनेको छु। भ्रष्टाचारको विरुद्धको कुरा मैले अघि भने, हामी त भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो भन्ने पार्टी, त्यसमाथि पनि अझ त्यो पार्टीको अध्यक्षले त मैले 1 कदम अगाडि बढेर भनेको छु कि भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो भन्नु त सैद्धान्तिक कुरा भयो, त्यो त जसले पनि भन्न सक्छ। तर त्यो पार्टीको अध्यक्ष जसले धेरै ठुल्ठुलो जिम्मेवारीमा बस्ने मौका त प्राप्त गरेको छुइनँ, तर एउटा वडाको अध्यक्षदेखि लिएर देशको उपप्रधानमन्त्रीसम्म हुने मौका पाएँ। यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छुइनँ भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु र भविष्यमा पनि कुनै प्रकारको भ्रष्टाचार गर्ने छैन भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु। भनेपछि भ्रष्टाचार देशको मुख्य शत्रु हो। भ्रष्टाचार जसले गरेको भए पनि, जहिले गरेको भए पनि दण्डित हुनुपर्छ। हाम्रो देशभित्रै हामीले हाम्रो बिजुलीको, हाम्रो पर्यटनको, हाम्रो कृषिको विकास गरेर अहिले पछिल्लो दिनमा विकसित भइरहेको सूचना प्रविधिको उपयोग गरेर यो देशलाई 5-10 वर्षभित्रमै सम्पूर्ण देश बनेको हामीले देख्न पाउँछौँ। संसारभर छरिएर रहेका सबै युवाहरूलाई यही देशभित्र ल्याएर रोजगारी दिन सकिन्छ भनेर त म गफ लाउँदिनँ, तर 40-50 हजार तलबका लागि हाम्रो कुनै पनि युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्न सकिन्छ। तर त्यसको लागि देशमा एउटै मात्रै बाधक हो, अहिलेको राजनैतिक नेतृत्व र उसले ल्याएको अहिलेको व्यवस्था। कतिपयहरूलाई भ्रम छ यी नेताहरू पो फटा हुन् त, अहिलेको व्यवस्था कहाँ फटा छ त, अहिलेको व्यवस्था त ठिक छ भनेर भन्नेहरू पनि छन्। उनीहरूले पनि कान खोलेर सुन्नु। अहिले हामी सबैलाई भ्रष्टाचार समस्या लाग्छ। यही नेताहरूले गर्दा भ्रष्टाचार भएको, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्यो, यो नेताहरूलाई फेर्नु पर्यो, ठिक भइहाल्छ नि, व्यवस्था किन फेर्नु पर्यो भन्नेहरूले सुन्नु। भ्रष्टाचार कसले गर्छ? भ्रष्टाचार सर्वसाधारणले गर्छ, भ्रष्टाचार गर्ने नेताले हो। भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ, नेतृत्वमा बस्नेहरूले गर्छन्। अनि भ्रष्टाचारीलाई कारबाही कसले गर्ने हो? अख्तियारले, अदालतले होइन। त्यो अख्तियार र अदालतमा को छन्? नेताले नियुक्ति गरेका मानिसहरू छन्। अनि कसरी भ्रष्टाचारीलाई कारबाही हुन्छ त? अनि कसरी व्यवस्था ठिक छ त? त्यति मात्र होइन, अहिलेको नियुक्ति प्रणाली मात्र होइन, अहिलेको चुनावी प्रणाली हेर्नुहोस्। अहिलेको निर्वाचन प्रणाली, हामी जस्ता मानिसहरू अपवादको रूपमा कहीँ कहीँ चुनाव जितेका छौँ, तर चुनाव कस्तो हुन्छ तपाईँहरूलाई थाहा छ।
यो सहरतिर कस्तो हुन्छ मलाई थाहा छैन, तर गाउँघरतिर चुनावको बेला बोइलरको खोरहरू रित्तो हुन्छन्, सुँगुरको खोरहरू रित्तो हुन्छ, बाख्रा पाठा पाइँदैन। त्यसरी चुनाव जितेकाहरूले अनि मन्त्री हुनको लागि फेरि आफ्नो पार्टीलाई टक्र्याउनु पर्छ, आफ्नो नेतालाई टक्र्याउनु पर्छ। उता किनेर जितेर आएर फेरि टक्र्याएर मन्त्री भएर अर्को 5 वर्षको लागि असुल्नु पर्यो कि परेन भनेको अहिले समस्या निर्वाचन प्रणालीमा छ, नियुक्ति प्रणालीमा छ, भनेको समग्र अहिलेको व्यवस्थामै छ। त्यसकारण हामीले नेतृत्वको परिवर्तनको कुरा मात्र होइन, व्यवस्थामा पनि परिवर्तन हुनुपर्छ भनेर भनेका। त्यसकारण हामीले अहिले समग्र यो राजनीतिक प्रणालीमा परिवर्तनको विषयलाई तीव्र रूपमा उठाएका छौँ। त्यसकारण म तपाईहरु सबैलाई भन्छु कि अहिलेको व्यवस्थामा नेतृत्व परिवर्तनले मात्रै, पहिलो कुरा त अहिलेको व्यवस्थामा नेतृत्व परिवर्तन सम्भव छैन, किनभने उनीहरूले सिन्डिकेट बनाएर बसेका छन्। 2046 सालको राजनीतिक परिवर्तनदेखि यहाँसम्म हेर्नुहोस्, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि को मान्छेहरू छन्, माथि गएका मान्छेहरू बाहेक त्यही शेरबहादुर देउवा, त्यही केपी ओली, त्यही प्रचण्डलाई हेर्नुहोस्। नेतृत्व कसरी परिवर्तन, अर्को चुनावपछि पनि यही मानिसहरू आउन तयार भएर बसिराखेका छन्। उनीहरू भागभण्डा नमिलेको बेला झगडा गरे जस्तो गर्छन्, भागभण्डा मिलेपछि एक ठाउँमा आउँछन्। अहिले देशभर यो व्यवस्था विरुद्धको आन्दोलन बढ्दै गएपछि, जनसहभागिता बढ्दै गएपछि अब भाग जाने भयो भनेर अस्ति झगडा गर्दै गरेकोहरू टाउको जोड्न थालेका छन्। हेर्नुहोस्, त्यसकारण हामीले हाम्रो जीवनकालमै यो देश बनेको हेरेर मर्ने हो भने यो समग्र प्रणालीमै परिवर्तन गर्नुपर्छ। र यो कांग्रेस, यो एमाले, यो माओवादीबाट यो परिवर्तन सम्भव छैन भन्ने कुरा बुझ्नुपर्छ। म बडो आदरपूर्वक कांग्रेस, एमाले, माओवादीका साथीहरूलाई भन्न चाहन्छु र आदरपूर्वक ती 3टा नेताको पनि नाम लिन चाहन्छु। ल, कोही एमालेको साथीले भन्न सक्छ आज केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, केपी ओलीलाई कति वर्ष प्रधानमन्त्री बनायो भने चाहिँ यो देश बन्छ होला त? ल भन्नुहोस् त। त्यसपछि शेरबहादुर देउवा भन्ने पालोको कुरा आइराखेको छ। शेरबहादुर देउवालाई उहाँ बाँचुन्जेल प्रधानमन्त्री बन्न दियो भने चाहिँ यो देश बन्छ होला त? कुनै कांग्रेसले भन्न सक्छ? कि प्रचण्डलाई फर्काएर ल्याएर सत्तामा राखिदियो भने चाहिँ यो देश बन्छ त? कांग्रेस, एमाले, माओवादी सबैलाई थाहा छ, यो राप्रपाका अहिले यहाँ चाहिँ विरोध प्रदर्शनमा आएका मान्छेलाई होइन, अरूलाई पर सुन्दै गरेका कांग्रेस, एमाले, माओवादी सबलाई थाहा छ कि यो देश यी 3 मान्छेहरूलाई 5 वर्ष होइन 25 वर्ष दियो भने पनि बन्नेवाला छैन। होइन, यिनीहरूलाई जति दिन राख्यो त्यति दिन देश बर्बाद हुनेवाला छ।